हाम्रो रगतमाथि हाम्रो बलिदानमाथि जो आन्दोलनमै नआएको मान्छेहरू छ रोडमा उभिने उहाँहरू सोध्दैन। 2-4 जना यो राजनीति गर्नु खोज्ने जेन्जीहरू छन् नि हैन, चेतावनी दिन चाहन्छु। हाम्रो रगतमाथि हाम्रो बलिदानमाथि जो आन्दोलनमै नआएको मान्छेहरू छ रोडमा उभिने उहाँहरू सोध्दैन। उमेर समूह भनेको प्रिभिलेज होइन, इरादा हो। इरादा नेक हुनुपर्छ, त्यो हो मान्छे जेन्जी भनेको। जेन्जीको उमेर समूहमा परे भन्दैमा जाने होइन, उसको नियत के छ, देशप्रतिको उसको माया के छ, उसको योगदान के छ, र जसरी ऊ आन्दोलनमा आएको थियो कि थिएन त्यो पनि हामीले पहिचान गरेर मात्र हो म यो जेनेरेसनलाई रिप्रेजेन्ट गर्छु र म त्यहाँ बोल्दै गर्दाखेरि चाहिँ म न्यायको पक्षमा उभिन्छु भनेर ठाडो शिर लाएर उभिन सक्ने मान्छेहरू चाहिँ हो, त्यसलाई चाहिँ भन्छ जेन्जी। धेरै धेरै धन्यवाद। मैले आफ्नो समय दिए जस्तो लाग्यो। कति कुराहरू हामीले टाइम टु टाइम मिटिङ गरि नै रहेछौँ। अब सबैजनासँग म भेट्न भ्याउँदिनँ, किनभने तपाईँलाई पनि थाहा छ कति रेस्पोन्सिबिलिटिजहरू छ अहिले, कति कुराहरू हामीले गर्नुपर्ने छ, कति कुराहरूको जिम्मेवारी छ। त्यसलाई यो 5 years डाउन द लाइन हामीले काम गर्दाखेरि ल है गृह मन्त्रालय चाहिँ के गर्यो भन्दाखेरि चाहिँ देख्नुभयो त्यहाँ हाम्रो दाइले गर्यो भनेर भन्नुहोस्। हाम्रो मन्त्रीले पनि होइन कि हाम्रो दाइले गर्यो, हाम्रो दाइले गर्यो त्यहाँ भन्नुभयो। त्यो लाज होला कि भन्ने डरले पनि के काम गरिँदो रहेछ। रातिको 2 बजे 3 बजे बिहान मलाई टाइमको मतलब छैन, भोक प्यास मलाई मतलबै छैन होइन, मलाई काम गर्नु छ, मलाई भाषणबाजी गर्नु छैन, आउँदा नि आउँदैन, चाहिँदा नि चाहिँदैन होइन। त्यही भएर पनि तपाईँहरूको आशा र आशीर्वाद र साथको अपेक्षा गर्दै खतरामा भयो क्या अहिले राम्रो हुँदैछ, राम्रो हुँदैछ, बिस्तारै बिस्तारै राम्रो हुँदैछ। आज पनि राष्ट्रसभामा त्यही भयो कि राष्ट्रसभा अब बोल्दै हाल्यो होइन। अब तर त्यसमा नि अब हामीले भन्दैछौँ नि त, अब त्यतिखेर उहाँहरूलाई अलिक अब उहाँहरू र हाम्रो बोली त मिल्दैन होइन, हाम्रो बोली त मिल्दैन। तर पनि म सकेसम्म चाहिँ उहाँहरूलाई अलिकति उहाँहरूको ल्याङ्ग्वेजमा बोल्ने प्रयास गर्छु म। त्यही पनि कहिले कहिले त अब युवा जोसमा फेरि गइहाल्छ फेरि होइन। त्यही भएर उहाँहरू आज चित्त पनि दुखाएको थियो। मैले माफी पनि मागेँ, किनभने त्यो पनि फेरि संस्कार हो नि त, सच्याउनु पनि संस्कार हो नि त होइन। नत्र उस्तै घमण्डी भएको त म घमण्ड गर्छु, मैले जे भने म यसको स्ट्यान्ड गर्छु भन्ने हुन्छ नि त होइन। तर त्यसमा नि हाम्रो युवा जमातहरू चाहिँ हामी आफूलाई परिपक्व बनाउँदै लान्छौँ भन्ने कुराहरू उहाँहरू पनि हाम्रो उमेरभन्दा परिपक्व त थिएन नि त। अभियसली यो त बुझ्नु पर्यो नि त। यो प्रुफ पनि हो, जेन्जीले छिटै सिक्छन् होइन, जेन्जीको दाइले छिटै सिक्छन् भन्ने चाहिँ होइन।